सो हेलो गाइज वेलकम टु माई फर्स्ट ब्लग। आज चाहिँ हामी उता पर बानेश्वरसम्म काम छ, त्यही भएर जाँदैछौँ। हामीसँग भाइ जाँदैछ अनि अर्को भाइ पनि जाँदैछ। सो गाइज अब हामी निस्किँदैछौँ। भाइ तिमीले राउटर ल्यायो वाइफाईको? आज हुन्छ कि डेन्जर हुने आज गर्नुपर्छ ल। त्यहाँ हामी चाहिँ निस्किन लाग्छौँ। अहिले चाहिँ हामी हाइवे पुगिसकेका छौँ। यहाँ चाहिँ यो आकाशे पुल चाहिँ कन्स्ट्रक्सन भइरहेको रहेछ। यता चाहिँ गाइज कन्स्ट्रक्सनको काम चलिरहेको रहेछ। म चाहिँ अहिले यहाँ वाइफाईवाला ठाउँ जान लाग्छु किनकि हाम्रो अब राउटर आज त्यहाँ गएर पट्काउने हो गाइज। आज कि वर कि पार्ने है। अहिले चाहिँ हामी बानेश्वर चोकमा छौँ है भाइ। देख्न सक्नुहुन्छ ए चाहिँ जामी खोला तिमी कहाँ जानु लाग्यो? सो गाइज तपाईँले यो देखिरहनु भएको चाहिँ म पढिरहेको कलेज हो +2। तपाईँले यदि एसई दिएर आउनु भएको छ भने यो कलेजलाई पनि भिजिट गर्न सक्नुहुन्छ। तर यो मान्छेले चाहिँ भिजिट गर्दैन गाइज बिकज ही हेट लिभरपुल isn't it? यो बाहिरबाट मात्र बिल्डिङ हो क्या, कोही नफस है। सो गाइज अहिले चाहिँ हामी क्लासिक टेकको अफिस पुग्न आँटिसक्यौँ। जे हुन्छ अब यहीँ हुन्छ। हामी अब अफिस आइसकेका छौँ। क्लासिक टेकको अफिस हामी अफिसमै छौँ। हामी भाइ छ होइन? ठिक छ नि? यो कस्टमर आइडी दिएर अनि के हो त्यो तपाईँले उहाँ भन्नुपर्छ। तपाईँको के रजिस्टर दर्ता कस्टमर आइडी कस्टमर आइडी 817 389 हाम्रो यादै भइसक्यो। हामीले यसमा 3 महिनाको रिचार्ज गरेको होइन क्लासिक टेकमा। त्यही भएर मात्रै चलिरहेको, नत्र हामी चलाउनु पनि थिएन। सेटिस्फ्याक्सन भन्ने चिज रहन्छ त्यो भएन नि त। नि यो गल्ती त हुन्छ सही बाटो हुन्छ, तर अलिकति टाइममा भएन कि जे चिज पनि हामीले फेरि अनलाइनबाटै गर्नुपर्ने हुन्छ। हाम्रो फेरि त्यो कारण पनि हाम्रो डिस्टर्बेन्सहरू भयो। 15-16 days इज नट अ जोक। त्यही भएर त हामीले भोलिसम्म हुन्छ नि? हस् हस् भोलि हुन्छ है। हस् थ्याङ्क यू। भोलि भएन भने भोलि पनि आउँछु फेरि। हस् थ्याङ्क यू। सो फाइनली गाइज हामी यहाँ चाहिँ अहिले क्लासिक टेकको अफिसमा आएको थियौँ। हामीले सानो काम गरेर अब हाम्रो सानो काम त के भन्नु गाइज, त्यो ठुलै काम थियो। हामीले ठुलो कामको लागि नै आएको थियौँ। त्यो काम अब भोलि 10 बजीसम्म भन्नुभएको छ। भोलि 10 बजीसम्म के भएन भने यहाँ यो भिडियो सिधै कहाँ जान्छ थाहा हुन्छ। राउटर फुटाल्यो भने त्यसले बानी नै अब के गर्नु त उहाँहरूले रिक्वेस्ट गर्नुभयो भाइ। अब अस्तिको स्टाफ हुनुहुन्थेन होइन? के गर्ने अब ठिक छ भन्नु होइन? त्यही भनौँ अब। सो गाइज अहिले चाहिँ हामी अब जुस खान आएको छौँ। कसो भयो तपाईँ कुन जुस खाने? यसो गरिदिनु न। उखुको जुस चाहिँ 2टा उखुको जुस गराइदिनु, 3टा हालिदिनु है। हुन्छ। अब दाइले चाहिँ हामीलाई उखुको जुस बनाइदिनु लाग्नु भएको छ। अब खाने हो। हाम्रो जुस चाहिँ दाइले ल्याइदिइसक्नु भएको छ। दाइ 3टामा हालिदिनु भनेको थियो नि, आउँदैछ? दामी छ यार। कस्तो छ टेस्ट? कस्तो छ जीवन? बब्बल छ। दाइले चाहिँ हामीलाई ल्याइदिनु भयो। हस् थ्याङ्क यू दाइ। वाउ दामी छ है, एकदम नेचुरल टेस्ट छ न। कस्तो? वाउ। त्यही गाइज हामीले अब जुस खाएर हामी लागिसकेका छौँ। तपाईँले हेर्न सक्नुहुन्छ सुन्दर शान्त वातावरण रहेको छ यहाँ। सो गाइज संसद भवन हेर्न सक्नुहुन्छ तपाईँले। हाम्रो ठ्याक्क अपोजिटमा संसद भवन छ। संसद भवनको ठ्याक्क अपोजिट माथि हेर्नु त तपाईँ एल्कोप देख्न सक्नुहुन्छ। द मोस्ट एक्सपेन्सिभ रेस्टुरेन्ट इन काठमाडौँ। बालन सिटी पनि विकसित हुनु लाग्यो गाइज। कसो केटा? सबतिर उहाँलाई मार्बल हाल्न है। विकसित त नभन्न केटा यार। मजाक नउडाउन यार। हामी चाहिँ हाम्रो न्यू डेस्टिनेसन न्यू समिट कलेजतर्फ जाँदैछौँ। अब त्यहाँ गयो बब्बाल टिटी खेल्ने है केटा। न्यु समिटलाई फसिया छ है। हामी केही पढ्ने भन्ने चक्करमा हामी जान्छौँ टेबल टेनिस खेलेर आइन्छौँ होइन? गाइस तपाईँले उता देख्न सक्नुहुन्छ प्लेन उडिरहेको छ। एयरपोर्टदेखि प्लेन सरर गइसक्यो। केटाहरूले फेरि सुदूरपश्चिमेली भाइस दिइरहन् क्या यहाँ। कलेजमा यति दिनु बाबु। गाइस दिन रात मेहनत गर्ने कोही हेर्नु त त्यहाँ माथि कस्तो छ दिनचर्या। उता माथि हेर्न सक्नुहुन्छ तपाईँ। सो गाइस ए जीवन यहाँ हामी चाहिँ न्यू समिट पुगिसकेका छौँ। तपाईँले हेर्न सक्नुहुन्छ। आज प्रिन्सिपलको बसी आएन। प्रिन्सिपल हामी चाहिँ अब त्यहाँ गएर टिटी सिटी खेल्ने हो। टिटी खेल्ने हो बुझ्यो कि नै? टिटी यहाँ कहाँ हुनुहुन्छ? सो गाइस अहिले चाहिँ भाइ चाहिँ हामी टिटी खेल्दैछौँ। भाइ यहाँ छ, म यहाँ छु। अब हाम्रो चाहिँ 10को सिरिज हुन्छ। जीवन भाइले खिच्छ। बाउ खिच है, दामी खिच।
सो फाइनली गाइज हामीले न्यु समिटमा गएर टिटी खेलेर पुरै थकित भइसकेका छौँ हामी। अब निस्किसकेका छौँ, हामी रुममा जान्छौँ होला। तपाईँहरूले हेर्न सक्नुहुन्छ यहाँ थुप्रै व्यवसायीहरूले मकै पोलेर स्थानीयहरूलाई बाँडिरहेका छन्। त के भन्नु, बेचिरहेका छन् होला भाइ। हारी नि आज त बिहारी भाइहरू एक्साइटेड छन् अब रुम पुग्न आँट्यो भनेर। कतिको एक्साइटेड भाइ? आज के गरियो? खुट्टा दुख्छ यार। खुट्टा दुख्यो? टेबल टेनिस खेल्यो नि त धेरै। सो गाइज हाम्रो बस्ने बिल्डिङ 3rd फ्लोरमा हो। अब हामी भित्रतिर जान्छौँ होला। कसो केटा? जाने सो गाइज अब भाइले डुवा खोल्दैछ। हाम्रो भ्लग चाहिँ आजको त्यही लकडाकै भयो। टिटीसिटी खेलियो। अब यस्तै भ्लगहरू आउँदै गर्छ, बबाल दमदार भ्लग होइन भाइ? सो गाइज आजको भ्लग चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो? राम्रो लाग्यो भने कमेन्ट गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ दिस भ्लग। बाई।